Hello everyone, today I'm making a video about my favorite face mask. I'm trying these all masks. Kun चाहिँ sheet mask छ, kun चाहिँ wash up mask छ. चाहिँ पालीपिलो गर्दै लगाउँछु है. सुरुमा चाहिँ म ब्युटी अफ जोसनको रेड बिन मास्क लाउँछु. अब चाहिँ म मुख धुन्छु अनि चाहिँ स्क्रब गरेर लगाएर आइसके है. यो चाहिँ अलिकति बाक्लो छ र ब्रशले पनि हुँदैन, हातले लगाउनु पर्छ. जुन चाहिँ मैले भर्खर चलाएको छ, रिसेन्टली पर्चेस गरेको छ. प्राय लाइक 1 to 2 months पर्चेस गरेको छ. कुन चाहिँ पुरानो छ. एक दुईवटा चाहिँ मैले सायद नयाँ भर्खर पर्चेस गरेको थियो पनि एकदमै राम्रो लागेको छ. अनि अरूहरू चाहिँ प्राय मैले धेरै 1-2 वर्ष या धेरै नै 6 month प्लस चाहिँ भइसक्यो. अरूहरू चाहिँ यो चाहिँ विकमा 2 चोटि लगाउँछु अनि 10 to 15 मिनट्स राखेर मुख धुन्छु है. फेस मास्क चाहिँ ड्राई भइसकेको छ. अब चाहिँ म वास गरेर आउँछु है त. वास गरेर यतिको भएको छ. अब चाहिँ म स्किन केयर गरेर आउँछु है त. स्किन केयर गरेर आएपछि चाहिँ मेरो स्किन यस्तो भएको छ. नेक्स्ट चाहिँ म सेन्टेलाको पोर मिनिमाइजिङ क्विक क्ले स्टिक मास्क लगाउन आँटेको छु. म क्विक क्लिन्जिङ र स्क्रब गर्छु अनि यो लाएर आउँछु है त. म लगाएर आइ पनि सके है. जस्ट यो चाहिँ छिटै ड्राई हुन्छ. जस्ट 5 to 10 मिनट्स राख्छु अनि चाहिँ मुख धुन्छु. अनि यो चाहिँ के अरे यस्तो खाले छ नि त. अनि यसरी लगाउँदा पनि सजिलो हुन्छ. ब्रश पनि चाहिँदैन. ट्राभल साइज छ, सानो मजाको चिटिक्कै छ भनौँ न. यो चाहिँ एकैछिनमा ड्राई हुन्छ, क्विक ड्राई हुन्छ. 5 to 10 मिनट्स लाएर वास गर्छु. जस्ट वास गरिसकेपछि अलिकति ड्राई त हुन्छ, तर स्किन केयर गरिसकेपछि चाहिँ ठिकै हुन्छ, त्यस्तो ड्राई हुँदैन. बल्ल ड्राई भइसकेको छ. अब यो जस्ट 5 to 10 मिनट्स राख्छु अनि वास गरेर आउँछु अनि तपाईहरुलाई देखाउँछु कस्तो हुन्छ भनेर. सुकेर मुख धोएर आइसके यतिको भएको छ. अब चाहिँ म स्किन केयर गरेर आउँछु है त. केयर गरेर आइसके. स्किन केयर गरेर चाहिँ मेरो स्किन यस्तो भएको छ. चलाउन गइरहेको छु. यो चाहिँ बायो कोलाजन फेस मास्क हो. अचेल त सबैले मन पराउँछ कोलाजन मास्क है. लाइक ग्लासी स्किन वाला बनाउँछ नि त लगाइसकेपछि. यो चाहिँ मैले अमेजोनमा किनेको हो. मैले आई थिंक कति धेरै नै भइसक्यो यो चलाएको. अनि यो चाहिँ बायोडान्स कोलाजन मास्कको कपी हो. त्यो चाहिँ अलिकति एक्सपेन्सिभ छ. एउटाकै पर्छ होला 5 pound or something कति पर्छ. यो चाहिँ होल प्याकेजको चाहिँ लाइक आई थिंक 5-6 pound or 7-8 pound है. अमेजोनमा मैले किनेको थिएँ. यसमा चाहिँ 5 वटा हुन्छ. मैले चाहिँ अगाडि फ्रन्ट क्यामेराबाट खिचेर होला. अलिकति नाम क्यामेरा उल्टो आइरहेको होला. यस्तो हुन्छ. जस्ट राम्रै छ भनौँ न. यो एफोर्डेबल भए पनि काम चाहिँ एउटै गर्छ. यस्तो प्लास्टिक हुन्छ. सरी चाहिँ लाएर सुत्नु पर्ने हो. तर मलाई चाहिँ अप्ठ्यारो लाग्छ रातभरि. त्यही भएर दिनमै लगाएको. लाउँछु प्राय जसो. इफ भ्याइन भने मात्रै हो, नत्र लाउँछु. अनि जस्ट 3-4 या 4-5 घण्टा छोड्छु अनि ब्याक आउँछु है त. कस्तो हुन्छ भनेर तपाईलाई देखाउँछु. 2-3 घण्टा भइसकेको छ. अब चाहिँ म निकाल्छु.
चाहिँ म स्किन केयर गर्छु अनि ब्याक आउँछु है त आफ्टर स्किन केयर चाहिँ यस्तो भएको छ मेरो स्किन नेक्स्ट मास्क चाहिँ म यो लाउन गइरहेको छु कोलेजन नाइट र्यापिङ मास्क मेडिक्युबको यो चाहिँ खास राति लाएर सुत्नु पर्ने हो तर म चाहिँ दिनमै लगाउँछु राति लगाएर सुत्दा चाहिँ अलिकति अप्ठ्यारो लाग्छ सो दिनभरि लगाउँछु अनि जस्ट लगाएपछि 2-3 घण्टा राख्नुपर्छ अनि आफै ड्राई हुन्छ अनि त्यहाँदेखि तपाईहरुले लास्ट टाइम देखिहाल्नुभयो होला मैले त्यो सिट मास्क लगाएको थिएँ नि त्यस्तै टाइपको हो यो पनि तर यो चाहिँ अर्कैमा हो यो प्रोडक्ट चाहिँ अहिले एकदम भाइरल छ है अनि मलाई ट्राई पनि गर्नु मन लागेको छ सो यस्तो छ अहिले प्याकेजिङ चाहिँ यस्तो आएको रहेछ मैले हेर्दा चाहिँ त्यो क्लियर टाइपमा थियो अहिले चाहिँ यस्तो रहेछ सो म यो ट्राई गर्न गइरहेको छु यो अनि ब्रश छ यस्तो खाले छ सो मैले लगाएर आइसकेँ अब चाहिँ ड्राई हुन दिन्छु त्यस्तै 3-4 घण्टा लाग्छ होला ड्राई गरिसकेपछि आउँछु है त मेरो फेस मास्क ड्राई भइसकेको छ अब चाहिँ म निकाल्छु है त ओ गॉड यतिको भएको छ अब चाहिँ म स्किन केयर गरेर आउँछु है त ठ्याक्कै स्किन केयर गर्नु गएको थिएँ अनि मलाई यो याद आयो क्या मेडिक्युबको जिरो पोर प्याड one तरिकाले लाउन सकिन्छ एउटा चाहिँ टोनर टाइपको भयो एउटा चाहिँ स्क्रब टाइपको गर्दा पनि भयो अनि एउटा चाहिँ फेस मास्क टाइपको लाउँदा पनि भयो सो म चाहिँ अब यो टोनर गर्छु सो यस्तो छ भनौँ न यसले निकाल्दा हुन्छ यसरी गरेर म एउटा निकाल्छु सो यस्तो खाले छ सफ्ट खाले चाहिँ टोनर प्याड टाइपको लाउँदा भयो यो हार्ड खाले चाहिँ अलिकति माड्यो भने चाहिँ स्क्रब टाइपको हुन्छ कि यसरी यस्तो गर्यो भने स्क्रब टाइपको हुन्छ अलिअलि पनि निस्किन्छ होला तर मैले अलरेडी स्क्रब गरिसकेको छु र ठिकै छ निस्केको छैन र अर्को साइडले चाहिँ यसरी पुस्छु अर्को सफ्ट साइडकोले चाहिँ तल लाउँदा नि हुन्छ यति भइसक्यो अब चाहिँ म अरू स्किन केयर गरेर आउँछु है त स्किन केयर गरेर आइसकेँ यतिको भएको छ मेरो स्किन म नेक्स्ट मास्क चाहिँ गार्नियरको चलाउन आँटेको मोइस्चराइजर बम सीट मास्क सुपर हाइड्रेटिङ ग्लो hyaluronic acid र साकुराको छ 10-15 मिनेट राख्छु अनि मैले क्लिन्जिङ र स्क्रब गरिसकेँ अब चाहिँ लगाउँछु है त सीट मास्क त्यसपछि सिरम छ यहाँ अलिअलि सिरम उब्रेको चाहिँ म हातमा घाँटीमा सबैमा लगाउँछु जस्ट हात घाँटी सबैमा लगाउँछु 10-15 मिनट राख्छु अनि त्यसपछि आउँछु है त मास्क राखेको 15 मिनट भइसक्यो अब चाहिँ निकाल्छु यो फ्यानले सुकाउँछु एचिङ अनि ड्राई भएसम्म सुकाउँछु अनि त्यसपछि मेरो स्किन केयर गरेर आउँछु है त मेरो आफ्टर स्किन केयर चाहिँ मेरो स्किन यस्तो भएको छ
लास्ट टाइम चाहिँ मैले यस्तो यो कटन प्याड वाला चाहिँ टोनर र स्क्रब गरेर लगाएको थिएँ। यो पालि चाहिँ म यो मेडिक्युबको डी भिटामिन सी प्याड चाहिँ म फेस मास्क वाला लाउन आँटेको है। एउटा एउटा गर्दै निकाल्छु। यस्तो नि यसले निस्केन, हातले निकाल्नु पर्छ। यसरी लगाउँछु। यसरी पिक्सीको आई मास्क लगाउन आँटेको। लास्ट टाइम चाहिँ मैले पोर्स वाला चलाएको थिएँ। यो पालि चाहिँ भिटामिन सी हो। दुइटै राम्रो लागेछ। 5 to 10 मिनट्स राख्छु अनि ब्याक आउँछ। मैले 10 मिनट जति राखेँ, अब निकाल्छ। यो लगाएको जति चाहिँ सबै म पुस्दै निकाल्छु यसले नै। सो टोनर जस्तै पनि भयो, फेस मास्क टाइपको पनि भयो। गर्दै यस्तो गरेर स्क्रब पनि गर्छु, किनभने मैले क्लिन्जिङ मात्रै गरेको थिएँ नि त। अनि यो चाहिँ म अल ओभर यहाँ गर्छु। यतिको भएको छ। अब यो चाहिँ ड्राई हुन दिन्छु अनि स्किन केयर गरेर आउँछ है त। स्किन केयर गरेर आइसक्यो। मेरो स्किन चाहिँ यस्तो भएको छ स्किन केयर पछि। आज चाहिँ म बिहानै उठेँ, बाहिर जान आँटेको, त्यही भएर सावर लिएँ। अनि पढेर जाडो छ अनि जस्ट म मेकअप गर्नुभन्दा अगाडि पनि स्किन प्रेप गर्छु नि त। अनि स्किन प्रेप गर्दा चाहिँ म क्लिन्जिङ, स्क्रब अनि फेस मास्क लाउँछु एभ्री टाइम म मेकअप गर्दाखेरि। फेस मास्क चाहिँ म मिसाको लाउन आँटेको। यसमा चाहिँ ग्रिन टी र राइस फ्लेभरको छ सिड मास्क। म चाहिँ यो ग्रिन टी लाउँछु होला, किनभने प्रायः जसो म राइस लगाइ नै राखेको हुन्छु। आज चाहिँ म ग्रिन टी ट्राई लाउनुभन्दा अगाडि टोनर पनि लगाइसकेँ। अब चाहिँ म यो सिड मास्क लगाउँछु। कसै चिसो यो लगाउँदा सो यो लेफ्ट ओभर चाहिँ म हात र खुट्टामा लगाउँछु अनि 10 to 15 मिनट्स राख्छु अनि आउँछ है। 10 to 15 मिनट्स राखिसके अब चाहिँ निकाल्छु। ड्राई हुन्जेल यो पंखाले सुकाउँछु अनि स्किन केयर गरेर आउँछ है त। स्किन केयर गरेर चाहिँ मेरो स्किन यस्तो हुन्छ। मैले लास्ट टाइम चाहिँ मिसोको ग्रिन टी वाला चलाएको थिएँ। यो पालि चाहिँ म राइस वाला चलाउन आँटेको है। मैले क्लिन्जिङ र स्क्रब चाहिँ गरिसकेँ। दस 15 मिनट राख्छु अनि आउँछु है त। निकालेर यतिको भएको छ। अब चाहिँ म फ्यानले सुकाउँछु सुकिन्जेल, त्यसपछि स्किन केयर गरेर आउँछ है त। स्किन केयर गरेर आइसकेँ। स्किन केयर गरेर चाहिँ मेरो स्किन यतिको भएको छ। यो चाहिँ म सेन्टेलाको मास्क लाउन आँटेको। यो चाहिँ मेरो लास्ट मास्क हुनेछ है। यो चाहिँ तर कस्तो येलो कलरको भएर चाहिँ लुगामा सबै कपडामा लाग्यो भने चाहिँ कस्तो देख्छ, स्पेसली सेतो कपडामा त्यस्तो घिनलाग्दो देख्छ। सो लेफ्ट ओभर चाहिँ म हात र खुट्टामा लगाउँछु, 10 मिनट राख्छु अनि ब्याक आउँछ है त। मिनट भइसक्यो। अब चाहिँ म निकाल्छु।
अब चाहिँ यसले ड्राई गर्छु अनि स्किन केयर गरेर आउँछु है त। मास्क सुकाएँ, त्यसपछि मैले स्किन केयर गरेर आएको। स्किन केयर गरिसकेपछि मैले हल्का आइब्रो गरेँ अनि लिप ग्लस लगाएँ अनि मस्कारा लगाएको। यस्तो छ मेरो स्किन। सो मेरो फेभरेट मास्क चाहिँ मैले सुरुदेखि एक एकवटा गर्दै पालो पिलो गर्दै लगाएँ। होपफुली तपाईँले अन्तिमसम्म हेरिदिनु भयो होला। कस्तो लाग्यो कमेन्ट गरिदिनु होला है। डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब टु माई च्यानल। आजलाई यति नै, फेरि म भिडियो हाल्नेछु है। थ्याङ्क यू फर वाचिङ। बाई, सी यु इन नेक्स्ट ब्लग।